त्यहाँ राखेर चौतारी यहाँ पो रहेछ मैले याद गरेको चौतारी यो हो कि यो अनि यहाँ माथि जाने कोही झरना एक्ज्याक्ट कता रहेछ थाहा हुन्छ हिस्ट्री खोज्दा लिन्छ अनि आज झरना थाहा पाएपछि रेलिङ भन्यो है रेलिङ छ भने होइन कता छ रेलिङ चाहिँ टिपौँ न ठ्याक्कै उल्टो आइयो क्या उता लागेको उताबाट हिँड्थ्यो त्यो बाटो आउँथ्यो त्यसरी गइन्थ्यो माथि यताबाट यत्रो घुमेर आइयो क्या बरु हामी जुन बाटो गइरहेको थियौँ नि त्यही बाटो गएर घुस गऱ्यो भने हामी फुटबल टाइममा पुगिन्छौँ फेरि माथि चढ्ने हो चढ्नु परेन त ए यो स्टेप हो माथि अब यही चढ्नु परेन त त्यो तल नि हल्का फुल्का त रहेछ क्या अरे उताबाट त छैन कि उताबाट त तिम्रो खेतै हिँड्ने हो अनि तल झर्ने कि त्यो ढुङ्गाको ए पौडी खेल्नलाई त यहाँ थोरै थोरै पानी जम्यो रहेछ जम्नलाई भएको ठाउँ जानु त माथि बरु हिँड्नै ठिक हुन्थ्यो त त्यही त हो ए हामी भनेपछि त्यस्तो साह्रो धेरै पानी पर्दैन यत्रो रेलिङ अझै हामी बनाइदियो रहेछ त यो सबै टुरिस्टहरूलाई देखाउन बना होला क्या आउने टुरिस्टहरूलाई रेलिङ निस्केर त्यताबाट झर्ने रहेछ क्या तर अब यो ढुङ्गा तर्नीको रेलिङ रेलिङ कटनको भेरिएन्ट होइन कटन भन्दैन त्यो कटन पनि होइन कटनै काम नै गर्छ होला त रगत आयो नि त अहिले गर्छ एकदम सफ्ट हुन्छ क्या